सधैँको जस्तै गुड मर्निङ सबैजनालाई है। सबैजना नमस्ते, शुभ बिहानी। सधैँको जस्तै आज फेरि म जाँदैछु आफ्नो काममा। घरबाट निक्लेँ, आज अलिक ढिलो भयो, 6:30 बज्यो। आज पता नै कहाँको टुर पाउँछु थाहा छैन है। अन्त जाँदैछु। मेरो घरबाट गाडी चाहिँ म टाढो राख्छु, टाढोमा छ। अब तपाईँलाई देखाउने छु मेरो गाडी कहाँ छ भनेर है, हेर्दै गर्नुहोस्। यहाँ मेरो गाडी है। म स्ट्यान्ड जाने टाइम भयो, आज ढिलो भयो। आज भाडा पाउने कि नपाउने हो थाहा छैन। डेली रुटिन काममा जानु पर्यो है, हेर्नु सक्नुहुँदैछ। घरबाट अलि टाढो पार्किङ गर्छु म गाडी, सधैँको जस्तो। स्ट्यान्ड आइपुगेँ। गाडी दिने ठाउँ मेरो यो हो। त्यस पश्चात गाडी राख्ने ठाउँ चाहिँ यो हो। यो हाम्रो काउन्टर हो, दार्जिलिङ गान्तोक जाने। प्यासेन्जर चाहिँ यसरी खोज्नुपर्छ। यो कलकत्ताबाट आएको स्यामुली बस हो, भल्भो।